हाम्रो दिदी भेना घरै यो लाठपन्चरमै मजाले ठुलो भेना ऊबाट भेना बसिरहनु भएको छ आमाको पछाडि सबैभन्दा ठुलो भेना खोइ दिदी चाहिँ कहाँ जानुभयो काइला भेना नि यता काइला भेना पनि छ है पुछारे भन्नु पनि भएको छ भेना तपाईँले बनाउनु भएको यो सबै ए कति राम्रो छ है टेबल त चियर भेनाको कला है हाम्रो भेनाको कला है साथीहरू हेर्नुहोस् है भेना यो त के को काठ भेना धुप्पी धुपियो नि सबै यो त नि आधा बनाउनु भएको एकदम छ ओ दिदी हो र दिदीलाई हाम्रो जेठी नाना यहाँ छ दिदी नमस्ते बाबु म चाहिँ मेरो नाम चाहिँ विद्युत लिम्बू हो नमस्ते सबैजनालाई साथीहरूलाई भन्नु न अब भन्दिन भेनाको नाम त मलाई थाहा छैन तपाईँ भन्नु त सेवा हो म चाहिँ खै नाम डम्बरसिंह लिम्बू डम्बरसिंह सबैजनालाई सेवा हो ए भन्नु न खै फेरि सेवा हो भने सिकाउँछ राख्नु भयो अरे हौ यता चाहिँ रुमहरू छ हाम्रो भेना घर हो यो चाहिँ फुलहरू यसरी रोप्नु भएको छ यो चाहिँ हामी लाठपन्चरमा आइरहेको छौँ साथीहरू गाडीमा आउँदैछ अम्बकको बोट छ इस्कुसहरू छ हाम्रो जेठी नानाको रुमहरू यता रहेछ ए यता चाहिँ बाथरुम रहेछ यहाँ चाहिँ बाथरुम रहेछ हाम्रो भेना चाहिँ घर डिजाइनर हो घर बनाउनुहुन्छ राम्रोसँगले यी फुलहरू पनि छ हेर्नुहोस् त लाठपन्चरको गाउँ है यो चाहिँ हाम्रो मामाली गाउँहरू अझै तल हाम्रो देमाकोमा जानु बाँकी नै छ यस्तो गाडी मात्रै कुदिन्छ त हौ यहाँ त हाई भनिदेऊ त छिटो हाई ध्रुव माइली यहाँ छ है म चाहिँ लाठपन्चर दिदीको घरमा आएको छु लास्ट दसैँको टाइम पहिला नभ्याएर कुन चाहिँ उयो अमला चाहिँ रोपेको हो कि के भएको हो दिदीलाई रुखाउनु पर्ने छ यो नपरा यसले चाहिँ कस्तो फुल्छ हौ